हेलो गाइज, गुड मर्निङ। आज चाहिँ अष्टमीको दिन हो अनि अहिले 6:30 बजिरहेछ अनि हामी भर्खर उठ्यौँ। अब भाँडासाँडा सफा गरेर ढोकाहरू सफा गरेर अनि त्यसपछि नुहाइ गरेर हामी आज मन्दिर जान्छौँ। अनि हाम्रो एउटा बोका पनि छ चढाउनु पर्ने, त्यो पनि लगेर जान्छौँ। अनि त्यो माथि भएपछि कस्तो हुन्छ के हुन्छ हाम्रो यता गाउँमा रोल्पाको घरमा के गर्छ आज हामी देखाउँछु है। म हाम्रो फुपूले के बनाउनु लाग्यो रे? नुहाएर आइसके, अब चाहिँ हामी रेडी हुने हो मन्दिर जानको लागि। ल गाइज, हामी चाहिँ अब रेडी भयौँ, माथि पूजा गर्न, अब अष्टमीको पूजा गर्न चाहिँ जान लाग्छौँ। अनि अब हामी सबैजना रेडी भइरहेछौँ। ल पूजा सामान तयार पारेर ल मन्दिर जाँदैछौँ। अनि अब माथि मन्दिर गएपछि कस्तो हुन्छ के हुन्छ म तपाईँहरूलाई देखाइ नै हाल्छु। आजको मेरो आउटफिट कस्तो देखिरहेछ भनिदिनु। अब हामी उकालो चढिरहेको अनि उकालो चढ्न यस्तो बाटो छ, आउँदै हुनुहुन्छ सबैजना। यो देखिरहेको चाहिँ हाम्रो मन्दिर हो अनि हामीले यहीँ पूजा गर्छौँ। यहीँमा चाहिँ हामी जान लागेको। यताबाट बाटो छ है गाइस, अनि हेर्दै जानु होला। अरूहरू चाहिँ आउँदै हुनुहुन्छ दिदीहरू। हजुर अलिवर आउन यता हेर न, यता काम नानीको आवाज बुझ 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 म्याउ म्याउ हेर्ने हो बाबु, म्याउ म्याउ हेर्ने हो। सक्यौँ। अब चाहिँ हामी घर जाऊँ। हाम्रो सबजना मन्दिरमा, सबैले हेलो भनिदिनु। म फेरि यता है यहाँ के भइरहेको छ? बोका बोकेर आइराख्नु भएको छ। अब हाम्रो फ्यामिलीहरू सबै जानु लाग्यो। ओहो, ल हाम्रो बोकालाई चाहिँ पूजा गरेर पनि ल्याइसक्यौँ है हामीले। ऊ छोरोलाई दौड्न हतार हाम्रो घर। गाइज हामीहरू चाहिँ अब आइसक्यौँ माथि मन्दिरदेखि। अनि त्यसपछि अब यता आएर एकदम व्यस्त भयौँ, त्यही भएर भिडियो बनाउनु पाइएन। यति हेर्नु मेरो बुढोलाई यस्तो गरेर। यहाँ बोकोको हालो त्यस्तै नै छ अनि त्यस्तो घुवाहरू पुत्ताइराखेको छ। हामीले चाहिँ कुखुरा पनि थियो क्या, अनि हाम्रो चाहिँ लोकल त्यो कुखुरा चढाएको त्यो चाहिँ मैले अब पकाउँदैछु यतातिर। त्यही गर्न लागेर चाहिँ हल्का भिडियो बनाउन चाहिँ पाएन मैले। भात चाहिँ मैले पकाइसकेँ, यसमा पाकिसकेको छ। यो चाहिँ लोकल कुखुराको मासु हो। प्याजहरू अब हामीले पार्टी भने चाहिँ मासु भात खान्छौँ। त्यसपछि पल्लो मात्र हाम्रो त्यो उकाले चाहिँ बनाउने भनेर कुरा भइरहेछ। यस्तो भइसकेको छ हावा बसेर यस्तो खानासाना पकाउँदा पकाउँदा हेर्नु। त्यही हो। खाना पकाएको भिडियो पनि देखाइहालेँ तपाईँहरूलाई। अनि त्यसपछि खानासाना पकायौँ अनि अब खानासाना खाएर त्यसपछि अब हामी खोलातिर जान लाग्छौँ। एक दुईवटा भिडियो बनाउनु पऱ्यो भनेर अनि खोलामा गएर भिडियो बनाएर अनि त्यसपछि आउँछौँ फेरि पकाउने। त्यसरी हाम्रो अष्टमी चाहिँ सकिन्छ। गाइस हामीले जस्तो गरेर रमाइलो गऱ्यौँ।